साथीहरु म तपाईहरुलाई आज मेरो घरबाट सानो भ्लग बनाउँदैछु। मेरो घरबाट मेरो धादिङ बेसी बजार कस्तो देखिन्छ भनेर तपाईहरुलाई म देखाउँदैछु। र अहिले पानी पनि परिरहेछ, प्लिज हेर्नु है। न साथीहरु, यो मेरो घरबाट यो धादिङ बेसी यो सदरमुकाम हो बजार। यति मजाले यस्तो राम्रो भ्यू देखिन्छ मेरो घरबाट, हेर्नुस्। बेसी पानी परिरहेछ अहिले यस्तो मजासँग। यहाँ धान रोपेछ, हरियाली हुँदैछ धानहरू। यो सानो यो खाल्टोमा चाहिँ यहाँ थोपाल खोला, अहिले थोपाल खोला यति ठुलो चाहिँ भएको छैन। अब यो भदौ महिनामा अझ पानी पर्न सुरु हुन्छ। मनसुन बल्ल सुरु हुँदैछ। हेर्नुस्, पहाडी यस्तो चिसो हावापानी छ हाम्रो पहाडतिर है। यी धादिङ बेसी यो सदरमुकाम हो, जहाँ हाम्रो सदरमुकाम हो। हेर्नुस्, यस्तो हरियाली देखेको छ यहाँ धान देख्न सक्नुहुन्छ साथीहरु। प्लिज तपाईहरु पनि भिजिट गर्न आउनु होला। पहाडमा कस्तो देखिन्छ, तराई कस्तो देखिन्छ, हाम्रै ठाउँबाट तपाईहरुले यहाँ आएर घुम्न सक्नुहुन्छ। माथि लेकतिर यहाँबाट हिमाल पनि देखिन्छ, तर अहिले बादल लागेको कारणले गर्दा देखिएको छैन। यो गाउँतिर जाने बाटोहरू यसो हेर्नुस्, यो थोपाल खोला आउने ठाउँ है। यस्तो ठुलो हरियाली वनजङ्गल देखिन्छ। हेर्नु साथीहरु है, यो पहाडको ठाउँ। अहिले पानी परेछ सिमसिम। मेरो घरको छतमा रोपेको खुर्सानी, यसलाई भन्छ जिरे खुर्सानी है। यस्तो पिरो हुन्छ, अब त मरिसके पनि छ। यो हो ड्र्यागन फ्रुट, यो फलेर पनि हामीले खाइसक्यो, त मरिसकेछ। अहिले यस्तो भएछ ड्र्यागन फ्रुटको हालत घरमा। र आफ्नै घरमा रोपेपछि बडा मिठो हुन्छ। यहाँ एउटा अझै एउटा फुलिरहेको यहाँ, यसको चाहिँ टाइम लाग्छ। हेर्नुस्, यो घरमा हेर्नुस्, एउटा टक्रा यसो देखिन्छ। यो मेरो दिदीको घर हो, मेरो नजिकै छ। यो माथितिर बाटो हेर्नु साथीहरु, यही हो। अब उत्कृष्ट नगरपालिकाको बाटो यस्तो छ साथीहरु, हेर्नुस्। अब यस नगरपालिकाको बाटो यस्तो रिङ रोड बाटो त यस्तो छ भने गाउँतिरको त कुरै छोडौँ साथीहरु। अब नेपालको त कुरै गर्न छोडौँ साथीहरु। बाटो यस्तो छ। नेताको भाषण सुन्दा कहाँ कुरा गर्छन् के अरे, स्विजरल्यान्ड बनाउँछु भन्छ के अरे। यस नगरपालिकाको बाटो यस्तो छ। लाइन अब के कुरा गर्नु साथीहरु है। यताबाट चाहिँ यो माथितिर देखिन्छ साथीहरु। यो माथितिर पुरा घरहरू छ, यहाँ पनि पुरा खेत छ। म चाहिँ घरको छतमा बसेर पानी परेछ, हेर्नुस्, पानी परेछ। छाता उडेर भिडियो बनाउँछु साथीहरु है। अब पानी परेछ, के गर्ने, पानीभित्र भिज्नु भएन, छाता उडेर बसेछ नि। हेर्नुस्, यस्तो पानीभित्र भिडियो बनाउन मजा आइन्छ है।